ओहो कति रमाइलो लाग्दो रहेछ हो। हामी कहिलेकाहीँ आउने मान्छेलाई त है ल हेर्नुस् त कति रमाइलो बुटा जङ्गलहरू। आहाहाहा हामी कहिलेकाहीँ आउनेलाई त असाध्यै रमाइलो। ल हेर्नुस् है यस्तो जङ्गल हामी कहिलेकाहीँ छिर्ने मान्छेलाई धेरै रमाइलो हुँदो रहेछ। यहाँ खासै गरी हामी त आइदैन, त्यसो हुनाले असाध्यै रमाइलो लाग्दो रहेछ। ल हेर्नुस् त आम्मामामामा कति राम्रो छ यो रुख है। अनि ल हेर्नुस् अहो यो जङ्गल हेर्नुस्। अनि त्यसै गरी यो जङ्गलहरू ल हेर्नुस् त। अनि त्यसै गरी यो उन्यो भन्छ, ल हेर्नुस् उन्यो पनि कति राम्रो छ है। आहाहाहा कति रमाइलो छ हौ, कति रमाइलो छ। यस्तो सानो सानो जङ्गलभित्र गोरेटो बाटो हुँदो रहेछ हौ। आहाहाहा ल हेर्नुस् त सानो सानो गोरेटो बाटो पनि भएको। अनि जङ्गल ल हेर्नुस् त कति शान्त वातावरण। अनि चराहरू उडेका, ल हेर्नुस् त चराहरू उडेका कति आनन्द छ हौ। सहरिया गाडीको ट्याट्याटुटी त्यो भन्दा त आहा यो त हो। आहाहाहा यो त स्वर्गैको कुना मान्न सकिन्छ। ल हेर्नुस् त आमामामा कति रमाइलो छ हौ, कति रमाइलो छ। हेर्नुस् त कति रमाइलो छ। ओहो अनि जति उता भित्रभित्र गयो उति बढी जङ्गलहरू उति आनन्दमय छन्। न यहाँ सहरको गाडीको धुवाहरू। ल हेर्नुस् त कति रमाइलो छ हो, कति रमाइलो छ। यस्तो आनन्द ठाउँ एक प्रकारले हामी त स्वर्गै भन्दा पनि हुन्छ सहरतिरका मानिसको लागि। त्यस्तो हरियो बोट बिरुवा कहाँ पाउँ सहरमा। ल हेर्नुस् कति आनन्द छ, आनन्द। ल हेर्नुस् त आहाहाहा कति आनन्द छ। ल हेर्नुस् आनन्द हेर्नुस् त आमामा कति आनन्द हो। हेर्नुस् त ओहो ल हेर्नुस् त यस्तो हो नि त। ल हेर्नुस् ल हेर्नुस् ल हेर्नुस् आमामामा ल हेर्नुस् गोठालाहरूले यस्तो आनन्द जीवन बिताउने रहेछन् कि। ल हेर्नुस् त, हेर्नुस् त यो पिउरा भन्ने चरा हुन्छ जङ्गलमा, त्यसलाई पासो थापेर अनि मारेर खाने कति आनन्दसँग। हेर्नुस् त्यस्ता गर्दा रहेछन्। ल हेर्नुस् ओहो ल हेर्नुस् त्यो भित्र हेर्नुस् त त्यो यस्तो यो पहराको जरामा ऊ खेलेको यो पिउरा भन्ने चरा खेलेको खेल्दा त्यस्तो बनाउँदो रहेछ। ल हेर्नुस् है गाइस, ल हेर्नुस् ओ त्यस्तो खालको डल्लो डल्लो खाल्टो खाल्टो पारेर। ल हेर्नुस् त डल्लो डल्लो खाल्टो खाल्टो पारेर त्यस्तो बनाएर गर्दो रहेछ। अनि गोठालाहरूको आइडिया हेर्नुस् है। ल हेर्नुस् अब त्यसलाई ठ्याक्कै त्यो खेल्ने जति एरियालाई घेरा लगाएर बार्दो रहेछ। ल हेर्नुस् अनि त्यसको बारहरू ल हेर्नुस् देख्नुभयो नि बार। ल हेर्नुस् त देख्नुभयो नि बार। ए कसरी बारेछ उताबाट लगाएर बार्दै 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 ओह ल हेर्नुस् ल हेर्नुस् उहाँ पुऱ्याएछ। ल हेर्नुस् देख्नुभयो नि उहाँ पुऱ्याएछ। अनि त्यस पछाडि आएर के गर्ने रहेछ भन्दाखेरि यहाँ टाङ्गो भन्ने बनाउँदो रहेछ। हेर्नुस् त्यसलाई हाल्दो रहेछ, टाङ्गो भन्ने हाल्दो रहेछ। अनि टाङ्गो भन्ने हालेर ल हेर्नुस् टाङ्गो त्यहाँ चाहिँ सबै बारेर ठ्याक्कै के गर्दो रहेछ त यहाँ एउटा
गेट जस्तो राख्दो रहेछ। ल हेर्नुहोस् है गाइस, म त गेट पनि देखाउँछु। ल हेर्नुहोस्, ल हेर्नुहोस्, ल हेर्नुहोस्, ल हेर्नुहोस्, यस्तो खालको गेट बनाउँदो रहेछ। ल हेर्नुहोस्, देख्नुभयो नि गेट यस्तो बनाउँदो रहेछ। अनि गेट बनाएपछि एउटा टाङ्गो भने यसरी हाल्दो रहेछ। ल हेर्नुहोस् है, ल हेर्नुहोस्, अब टाङ्गो भने यसरी यहाँ गाडे छ। ल हेर्नुहोस्, यहाँ गाडे छ, यो यस्तो खालको बनाएर अनि यसको टुप्पामा यस्तो खालको रस्सीहरू बाँध्दो रहेछ। ल हेर्नुहोस् त, अनि रस्सीहरू बाँधेर अनि के गर्दो रहेछ त, यसलाई हेर्नुहोस् है गाइस, म तपाईँलाई देखाइदिन्छु। यसलाई चाहिँ यसरी ठ्याक्कै गेट बनाएकोमा यसरी लिएर यसरी चाहिँ यहाँ बनाउँदो रहेछ। यसरी बनाएपछि चरो आउँछ, चरो आएर अनि भित्र पस्दा यो चाहिँ के गर्दो रहेछ र गाइस, सट्ट यसरी के गर्ने माथि जाने रहेछ। यसरी माथि गएपछि यो त यहाँ खस्यो, ऊ सिधै माथि जाने रहेछ, सिधै माथि हो, त्यसरी झुन्डिने रहेछ। झुन्डेपछि मर्ने भयो गाइस, मरेर अनि आएर छोपेर लिएर जाने भयो। अनि यहाँ दुईवटा टाङ्गो हाले रहेछ। ल हेर्नुहोस् है, अर्को फेरि अर्को, एउटा त यहाँ छ होइन, एउटा चाहिँ निङ्गलाको हाले रहेछ। उहाँ छ निङ्गलाको, देख्नुहोस्, म निङ्गलाकैमा पुऱ्याइदिन्छु। ल हेर्नुहोस् है, ल हेर्नुहोस्, निङ्गलाको पनि सेम उयो बनाएको छ। ल हेर्नुहोस्, ल हेर्नुहोस्, सेम उयो छ, हो यस्तो बनाएको छ। यस्तो के हो, यो चराप त गर्ने बनाएको छ। अनि त्यस्तो बनाएर ठ्याक्क ल हेर्नुहोस्, निङ्गलाको बनाएर रहेछ। निङ्गलाको बनाएर यहाँ त चाहिँ फसाएर मारेर पनि खाएको पनि रहेछ हौ गाइस। ल हेर्नुहोस् त, ल हेर्नुहोस् चराको बुट्ला, हेर्नुहोस् है, हेर्नुहोस् त, देख्नुभयो गाइस, ल हेर्नुहोस्, पेउरा भन्ने चरो यस्तो हुन्छ। ल हेर्नुहोस्, यहाँ त मारेर खाएको पनि रहेछ। ल हेर्नुहोस् त, भुट्ला छ नि त प्रशस्तै यहाँ छ होइन, यो हो होइन, यो हो होइन, यो हो, यो हो, यो हो, यो हो होइन, यो पनि हो, अनि यो पनि हो। मारेर खाएर रहेछ यहाँ, यसमा फस्यो नि, यो पासोमा फसिसकेपछि यो चाहिँ फुस्किनलाई यताउता गऱ्यो नि, गर्दाखेरि यसरी आफ्नो प्वाँख आफै झर्लेर गएको रहेछ। ल हेर्नुहोस् गाइस, यसरी यो चाहिँ यसको नजिक हो। ल हेर्नुहोस्, हो यसमा फसाएर खाएर रहेछ, यसमा फसाएर खाएर रहेछ। हेर्नुहोस्, अब यस्तो रमाइलो हेर्नुहोस्, यस्तो दृश्य हेर्न पाइन्छ जङ्गलतिर आयो भने। त्यही भएर आज चाहिँ यसो समय मिलाएर आएको हो गाइस। धेरै रमाइलो रहेछ जङ्गलमा, धेरै रमाइलो रहेछ होइन कि, धेरै रमाइलो हुन्छ। त्यसैले आज रमाइलो गरौँ भनेर गएको गाइस। ल हेर्नुहोस्, रुखहरू यस्ता रुखहरू छन्। ल हेर्नुहोस्, ल हेर्नुहोस्, ल हेर्नुहोस् त, सरर हेर्नुहोस् त कति राम्रो। ल हेर्नुहोस्, ल हेर्नुहोस्, हेर्नुहोस्, वाह त्यस्तो रमाइलो। हेर्नुहोस् त यो रुखहरू, हेर्नुहोस् जङ्गल कति रमाइलो छ हौ, कति रमाइलो छ हौ। आज यही समय मिलाएर यसो जङ्गलको टुरमा निस्केको हो, जे होस् आनन्द आयो। ल हेर्नुहोस् त, यस्तो हरियाली कहाँ पाउँछ, अझ यो सिजन त हरियालीको सिजन होइन तापनि। ल हेर्नुहोस् त, कति रमाइलो हो। हेर्नुहोस् त गाइस, यस्तो पनि, ल हेर्नुहोस् जङ्गलभित्र यस्तो पनि देखिने भेटिने रहेछ। ल हेर्नुहोस्, ठुलो जुरहरू यस्तो पहरा छ है, त्यसभित्र चाहिँ सानो सानो ओडार जस्तो पनि छ। त्यसमा चाहिँ यो ओडार जस्तोमा के चराहरू के आएर बसेको, चिल्लो बनाएको छ। ल हेर्नुहोस् त कति रमाइलो हो, धेरै रमाइलो हो। कहिलेकाहीँ यस्तो जङ्गल पनि घुम्नुपर्ने हुन्छ है गाइस। त्यो सहरमा मात्र त्यो चाहिँ गाडीको धुवा, त्यस्तो ठाउँमा बस्नुभन्दा कहिलेकाहीँ बस्नु त पर्यो, तर चाहिँ कहिलेकाहीँ समय मिलाएर यसरी जङ्गलको टुरमा पनि निस्किँदा धेरै राम्रो हुन्छ। हेर्नुहोस् त गाइस कति, ल हेर्नुहोस् त, हेर्नुहोस् त, ल हेर्नुहोस् त,
कति रमाइलो छ ल हेर्नुहोस् गाइस हेर्नुहोस् त ल हेर्नुहोस् हो देख्नु हो यहाँ कति ठुलो रुख ढलेर ओ मारी ओ ल हेर्नुहोस् जङ्गलभित्र ढलेर त्यहाँ कुहिएर यस्तो विभिन्न प्रकारका दृश्यहरू देख्न पाइन्छ गाइस ल हेर्नुहोस् हो कोही चाहिँ ढलेर ध्वस्त भएको टो ल हेर्नुहोस् यसरी भित्र हेर्नुहोस् त ल ओ त्यहीँको ल हेर्नुहोस् त्यहीँ देखिँदैन ल हेर्नुहोस् यो अगाडिको फेस मात्रै देखिन्छ उता पछाडि त ल हेर्नुहोस् त्यो पुरै जङ्गलहरू हुन् ल हेर्नुहोस् त ल यस्तो रमाइलो हुन्छ हौ जङ्गलतिर त्यसैले गर्दा कहिलेकाहीँ समय मिलाएर यसो जङ्गलको टुर ल्याउँदा अक्सिजन पनि ल्याउन पाइने रमाइलो पनि हुने अनि धेरै आनन्द पनि आउने त्यसो हुनाले एकचोटि जङ्गलको चाहिँ टुर गर्नु होला भन्ने मैले चाहिँ अनुरोध गरेँ है त गाइस ल